तर देख्न सक्नुहुन्छ जता जता हेर्नुहुन्छ त्यतै कार, जता हेर्नुहुन्छ त्यतै कार। कार पनि फेरि एकदमै बवाल कारहरू गाइज है। अलराइट साथीहरू, हजुरहरू सबैजनालाई स्वागत छ क्वानात क्वार्टर है। कतारको एकदमै मोस्ट ब्युटिफुल र मोस्ट एट्र्याक्टिभ आर्किटेक्चर भनेर चाहिँ यहाँको चिनिन्छ। यहाँको बनावट, यो बिल्डिङको चाहिँ यो फिनिसिङदेखि लिएर अनि यो कतारमा तपाईँले देखिसक्नु होला एकदमै म्याक्सिमम जता गए पनि तपाईँको बिल्डिङहरू त्यति कलरफुल हुँदैन होइन, एकदमै कलरफुल हुँदैन। तर यहाँनिर चाहिँ एकदमै कलरफुल बिल्डिङहरू चाहिँ छ यो ठाउँमा है। यति कलरफुल बिल्डिङ छ, विभिन्न किसिमको कलरहरूदेखि लिएर यो तपाईँको यो कनाल देख्न सक्नुहुन्छ, यो कुलो है घरको वरिपरिबाट चाहिँ गएको छ, यताउता घुमेको छ, एकदमै बवाल, एकदमै ग्रेट एटमोस्फियर छ चाहिँ गाइस है। अमेजिङ छ। अब बाँकी कुरा के हुन्छ कसो हुन्छ तपाईँलाई सर यताबाट लान्छु, उताबाट जान्छु, त्यहाँबाट यताबाट लान्छु, उताबाट जान्छु, यताबाट लान्छु, यसरी गरेर सबै कुरा छर्लङ्ग रूपमा देखाउने छु। स्टे ट्युन एन्ड इन्जोय द भिडियो। लेट्स गो। हेलो एन्ड नमस्कार सबैजनालाई, गुड मर्निङ एभ्रिवान, शुभ प्रभात भन्न चाहन्छु। आशा छ यहाँहरू सबैजना सञ्चारमा हुनुहुन्छ होला, म पनि एकदमै सञ्चारमा छु। सदाको जसरी हजुर सबैजनालाई वेलकम गर्न चाहन्छु डे 170 अफ 365 डेज है त। सो आज हामी आइपुगेका छौँ 170 दिनमा। डे 1बाट सुरुवात गरेको चाहिँ हाम्रो जुन जर्नी छ त्यो चाहिँ अहिले पुगिसकेको छ 170 170 गाइज। अमेजिङ अमेजिङ अमेजिङ। हजुरहरूको साथ सहयोग सपोर्ट अहिलेसम्म 170 दिनसम्म आउँदाखेरिको चाहिँ जुन एउटा हजुरहरूले जुन देखाउनु भएको छ माया, साथ सहयोग सपोर्ट, अमेजिङ 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 अनबिलिभेबल गाइज है त। धेरै धेरै धन्यवाद दिन चाहन्छु। सदाको जसरी देख्न सक्नुहुन्छ आज पनि म उपस्थित भइसकेको छु। आज म विथ बार्ली गाइज है त। खाली पेटमा बार्ली खानुको चाहिँ आनन्द र हेल्थ बेनिफिट पनि एकदमै चाहिँ नि छ। इट्स अमेजिङ फिलिङ गाइज, अमेजिङ 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 अमेजिङ। तपाईँलाई थाहै छ सदाको जसरी मैले आज पनि फेसबुकमा, इन्स्टाग्राममा, टिकटकमा अनि त्यसपछि युट्युब पोस्टमा मैले अलरेडी चाहिँ आजको मोटिभेसन कोड हालिसकेको छु र आजको हाम्रो मोटिभेसन कोड के छ भन्दाखेरि पुश फरवर्ड भन्ने छ है। पुश फरवर्ड, किप पुशिङ फरवर्ड नो म्याटर वाट भनेको छ है। त्यसको मतलब के हो भन्दाखेरि चाहिँ नि अगाडि बढिराख्नुहोस्, जस्तोसुकै परिस्थिति आए पनि अब निरन्तर रूपमा अगाडि बढिराख्नुहोस् भन्न खोज्या हो है। सो त्यो कारणले गर्दाखेरि यस गाइज किप मुभिङ फरवर्ड है, कन्सिस्टेन्सी इज की। त्यो कारणले गर्दाखेरि चाहिँ नरोकिकन आफ्नो काम कारोबारलाई चाहिँ अगाडि बढाएर कन्टिन्युसली अगाडि बढ्नुहोस् नो म्याटर वाट है। जेसुकै होस्, जस्तोसुकै होस् परिस्थिति, तपाईँले चाहिँ चाहेको कुरा र तपाईँले गरेको प्लान को हिसाबमा तपाईँ एक दिन न एक दिन चाहिँ पुग्नुहुनेछ, तर कन्टिन्युटी चाहिँ दिनुपर्ने हुन्छ। अलराइट गाइज, सो लेट्स गेट स्टार्टेड आवर डे। आजको दिन कस्तो हुन्छ, के हुन्छ, सबै कुराहरू छर्लङ्ग रूपमा देखाउने नै छु। स्टे ब्लेस्ड गाइज, लेट्स गो एन्ड स्टार्ट द डे। देख्न सक्नुहुन्छ म चाहिँ बाहिर निस्किसकेको चाहिँ छु र डे 170 अफ 365 डेजमा यहाँहरू सबैजनालाई स्वागत गरिसकेको चाहिँ छु। म चाहिँ आज अलिकति थोरै काम थियो, आज छुट्टी भए पनि थोरै अलिकति काम थियो कम्प्युटरमा, अनि त्यो काम गरेर बसेँ एकैछिन। अनि त्यो काम गरेर एकैछिन बस्दाखेरि चाहिँ म अलि बिजी पनि भएँ, 2-3 घन्टा गएको पत्तै पाइएन हेर्नुहोस् न। त्यो कारणले गर्दाखेरि चाहिँ अब खाना खाने मेसो मिलेन रुममा, त्यही भएर चाहिँ म यसो जाँदैछु। यहीँ नजिकैको एउटा रेस्टुरेन्ट छ, त्यो नजिकैको एउटा रेस्टुरेन्टमा गएर चाहिँ टक्क खानासाना खान्छु। अनि खानासाना खाएर चाहिँ अनि हेलो जी, हेलो जी, के छ, ठिक है? ठिक है। अनि खानासाना खाएर चाहिँ अनि जानु पऱ्यो भनेर चाहिँ सोचिरहेको छु गाइज। अलराइट, सो लेट्स गो। अलराइट गाइज, देख्न सक्नुहुन्छ यो रोटी अनि त्यसपछि यो तरकारी है, रोटी तरकारी चाहिँ गाइज। अलराइट, लेट्स गो। पोसिबल हुँदासम्म र मेरो कन्ट्रोल हुँदासम्म मैले चाहिँ भेजिटेबल खाना म एकदमै असाध्यै मन पराउने मान्छे। भेजिटेबलहरू, दाल सब्जीहरूदेखि लिएर यताउता सबै कुराहरू, रोटी राइसभन्दा पनि रोटी खान्छु बढी। त्यसरी चाहिँ गरिरहेको हुन्छु गाइज। टुडे इज फ्राइडे गाइज, देख्न सक्नुहुन्छ। अब म एकदमै गर्मी छ बाहिर, एकदम गर्मी छ, तर अब अलि बिस्तारै बिस्तारै गर्मी चाहिँ कम हुँदै गइरहेको चाहिँ छ। आज म कहाँ जान्छु, के गर्छु तपाईँलाई चाहिँ म देखाउने नै छु। स्टे ट्युन, स्टे ब्लेस्ड। गुड आफ्टरनुन साथीहरू, देख्न सक्नुहुन्छ म चाहिँ अहिले रुमबाट बाहिर निस्किसकेको छु, देख्न सक्नुहुन्छ है। र म जाँदैछु आज एउटा यस्तो ठाउँमा जहाँ तपाईँको चाहिँ युरोप अमेरिकाको तिर्सना मेटिने खालको एउटा चाहिँ बिल्डिङ, कलरफुल बिल्डिङ है। त्यहाँनिरको चाहिँ त्यो कनाल भन्ने छ एउटा चाहिँ कनाल, त्यो बिल्डिङहरूको साइडबाट घुमेको हिँडेको कुलो, हाम्रो नेपाली भाषामा त कुलो भन्छ त्यसलाई होइन। कुलो, कनालदेखि लिएर विभिन्न किसिमको चाहिँ बवाल एउटा चाहिँ एकदमै एट्र्याक्टिभ चाहिँ प्लेस छ।
त्यहाँ गइसकेपछि तपाईँ कुनै न कुनै एउटा युरोपको कुनै एउटा ठाउँमा हुनुहुन्छ जस्तो चाहिँ तपाईँलाई फिल आउँछ टुडे इज फ्राइडे समथिङ स्पेसल सुड ह्यापन अलराइट सो वी आर गोइङ टु गो it's near Kolkata guys near Kolkata alright let's go and explore guys जानुपर्ने हुन्छ मेट्रो स्टेसनबाट म जाँदैछु मेट्रो स्टेसन मेरो रुमको नजिकै छ तपाईलाई थाहै छ सो मेट्रोबाट जानुपर्छ लक्टफिया मेट्रो स्टेसन रेड लाइनबाट चाहिँ तपाईँ हामी के गर्नुपर्छ त भन्दाखेरि टक्क चाहिँ बाहिर निस्केर बस पक्रेर अनि त्यहाँबाट चाहिँ बल्ल जानुपर्छ गाइज अलराइट लेट्स गो अलराइट गाइज देख्न सक्नुहुन्छ म आइसकेको छु लक्टफिया मेट्रो स्टेसनको बाहिर यो बिल्डिङ बन्दैछ देख्न सक्नुहुन्छ इट्स अमेजिङ बिल्डिङ गाइज हजुरहरूलाई चाहिँ देखाउँछ यो हो बस स्टेसन यहाँनिर चाहिँ आउँछ बस 110 अलराइट गाइज सो 110 बस स्टेसन आउँछ अनि त्यसपछि त्यो बसमा चाहिँ सरर जाने है त त्यहाँनिर देख्न सक्नुहुन्छ त्यो बक्सहरू जस्तो बिल्डिङ है एउटा बक्सहरू राखे जस्तो चाहिँ बिल्डिङ छ झर्न लागे जस्तो अथवा खस्न लागे जस्तो तर त्यो बिल्डिङ पनि बवाल छ गाइज है त अलराइट गाइज हजुरहरूलाई लाग्न सक्छ म युरोपतिर आएको छु जस्तो लाग्न सक्छ है नझुक्किनु होला आज म तपाईलाई लिएर आएको छु हाम्रो क्वानाट क्वार्टर भन्ने चाहिँ एउटा प्लेसमा यहाँनिरको चाहिँ यो आर्किटेक्चर यो बिल्डिङको नेचर यो बिल्डिङको कलर दिस द्याट सो मेनी थिङ्स एकदमै बवाल सो मेनी थिङ्स टु डिस्कभर गाइज टुडे वी विल डिस्कभर वान बाई वान स्टे ट्युन किप वाचिङ अब अन्तिमसम्म हेरेर साथसाथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु यहाँहरू सबैजनालाई आज म लिएर आएको छु देख्न सक्नुहुन्छ कति ठुलो पिपलको बुटो पिपल देखेपछि म एकदमै चाहिँ लोभिन्छु तपाईँलाई थाहै छ मलाई माया लाग्छ मनपर्छ पिसफुल चाहिँ महसुस हुन्छ र अब म यहाँ भित्र जाँदैछु यहाँ गइसकेपछि तपाईँलाई चाहिँ सबै कुरा छर्लङ्ग रूपमा देखाउने छु एकदमै बवाल एकदमै टुरिज्म एरिया हो गाइज यो दिस इज वान अफ द मोस्ट टुरिज्म एरिया एन्ड मोस्ट गुड फोटोग्राफी एरिया इन दोहा कतार गाइज ओके क्वानाट क्वार्टर भन्छ यसलाई क्वान्टन क्वार्टर पनि भन्छ कहिले क्वानाट क्वार्टर जे भने पनि जसो भने पनि अब तपाईँलाई लिएर आइसकेको छु छर्लङ्ग रूपमा सबै कुरा देखाउने नै छु स्टे ट्युन गाइज अलराइट लेट्स गेट इन्टु द गेम लेट्स बिगिन गाइज लेट्स गो
अलराइट गाइस, तपाईहरु लक्टिफिया स्टेसनबाट चाहिँ आउनु होला अनि 105 बाट चाहिँ आउनु होला। 1010 पनि आउँदो रहेछ तर उतापट्टि आउँदो रहेछ अलि टाढा, तर यो भित्रै आउनको लागि चाहिँ 105 मा आउनु होला। यो हो मेट्रो स्टेसन, बस स्टेसन, मेट्रो बस। यहाँ झरिसकेपछि तपाईँ यतातिर जानुपर्ने हुन्छ। हेरी यहाँ गइसकेपछि छ एभ्रिथिङ। यहाँ आउनुको मजा सबै कुरा यहाँ छ। तपाईहरुलाई यो सबै कुराहरु म देखाउने नै छु। अहिले चाहिँ हामी जाँदै छौं यो साइड तर्फ गाइस। अलराइट, लेट्स गो। वान अफ द मस्ट भिजिटेड प्लेस, द मस्ट भिजिट प्लेस गाइस। अलराइट, ल हेर्नुस्, पिपलको रुख देख्न सक्नुहुन्छ, एकदमै ठुलो जटाधारी पिपलको रुख। वाओ, अमेजिङ गाइस, अमेजिङ। Alright guys, let's get started. Look at this man. So good guys, so good. एकदमै बवाल किसिमको चाहिँ छ। ल हेर्नुस्, यहाँ आइसकेपछि अब तपाईँ जानुपर्ने हुन्छ। तर म तल जानुभन्दा अगाडि तपाईलाई यहाँ हल्का नजर देखाउन सक्छु। यो अलिकति घाम परेको कारणले गर्दाखेरि अलि राम्रो देखिरहेको चाहिँ छैन गाइज है। अब घाम नपरेको भए चाहिँ अझै बवाल देखिन्थ्यो। तपाईलाई सबै कुरा छर्लङ्ग देखाउने छु। स्टे ट्युन, लेट्स गो डाउन गाइज, लेट्स गो डाउन है। अब हामी जाँदैछौँ तल। हेरी यहाँबाट जानुपर्ने हुन्छ, यसरी देख्न सक्नुहुन्छ। हामी आएको थियौँ त्यहाँबाट, अब हामी जाँदैछौँ यतातिर तलतिर है त। सो यस गाइज, वाउ, एब्सोल्युटली गॉर्जियस गाइज, ब्रेथटेकिङ भ्यू म्यान। म चाहिँ हजुर यतापट्टिको साइडमा गए पनि हुन्छ है, अनि हजुर चाहिँ उतापट्टि गए पनि हुन्छ है, अनि हजुर यतापट्टि गए पनि हुन्छ। म चाहिँ अहिले जाँदैछु यतापट्टि, अनि अर्कोचोटि साइडमा चाहिँ अर्कोचोटि गएर चाहिँ देखाउँछु है त गाइज। अलराइट, लेट्स गो। अलराइट गाइस, देख्न सक्नुहुन्छ म चाहिँ अहिले अलरेडी पसिनै पसिना भइसकेको छु। एकदमै एक्सर्साइज भइरहेको पनि छ। र तपाईहरुलाई चाहिँ आज म यो चाहिँ क्वानाट क्वार्टर देखाउने चाहिँ मेरो एकदमै धोको थियो। पहिलेदेखि आउन नपाएको थिएँ, तर आज आएँ, खुसी लागेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ कनाल हो। यो कनाल पुरै बिल्डिङको साइडबाट चाहिँ घुमेर पुरै यति ठुलो छ यो ठाउँ, यो एरिया। म भर्खर यो त सुरुवात मात्रै हो गाइज। अब म जाँदैछु पुरै चाहिँ म यो सबै कुराहरू चाहिँ कभर गर्ने कोसिस गर्नेछु। त्यहाँबाट चाहिँ सनराइज भएको कारणले गर्दाखेरि के अरे सूर्य उदाइराख्नु भएको कारणले गर्दाखेरि चाहिँ यतापट्टि अलि राम्रो भ्यू आएको छैन। म अर्को साइडतिर गएर चाहिँ अमेजिङ तरिकाले तपाईहरुलाई चाहिँ छर्लङ्ग रूपमा देखाउने छु। देख्न सक्नुहुन्छ यो यसलाई भन्छ कनाल। हरेक बिल्डिङको साइडबाट चाहिँ कनाल गएको छ र यो हो सबैको अपार्टमेन्ट, बस्ने अपार्टमेन्ट। ल हेर्नुस्, एउटा चाहिँ गाउँ जस्तो, एउटा चाहिँ एकदमै बवाल। कुनै पनि युरोप कन्ट्री, कुनै पनि युएस कन्ट्री अथवा कुनै पनि कन्ट्री अथवा कतारमा छु जस्तो मलाई लाग्दैन कि यदि म यहाँ आएँ भने है गाइज। अलराइट, एकचोटि आएको थिएँ, त्यतिखेर मैले भ्लग बनाउँदैन थिएँ र अब अहिले आएँ, अहिले आएको छु, भ्लग बनाएको छु र यो मेमोरी क्याप्चर हुनेछ गाइज। अलराइट, त्यही त डिफ्रेन्ट हो नि त, भ्लग बनाउनु नबनाउनु। भ्लग बनाउँदाखेरि चाहिँ मेमोरी कलेक्सन हुन्छ, क्याप्चर हुन्छ। भ्लग नबनाउँदाखेरि कहिल्यै हुँदैन है त। त्यो कारणले गर्दाखेरि स्टार्ट गरे हो गाइज, लेट्स गो।
अलराइट साथीहरू, मैले हजुरलाई यहाँ पुलमाथिबाट चाहिँ सबै कुरा देखाइसकेको छु। म जाँदैछु अब अर्को साइडतर्फ। अलराइट, देख्न सक्नुहुन्छ यहाँनिर यो रेस्टुरेन्टको चाहिँ यो आर्किटेक्चरहरू, यो रेस्टुरेन्टमा भएको चाहिँ सबै कुराहरू, यो यहाँको बनावटहरू, इट्स एब्सोल्युटली अमेजिङ गाइज है, एब्सोल्युटली अमेजिङ। ल हेर्नुहोस्, अब यो ठाउँमा आउँदाखेरि चाहिँ के अरे कतारमा चाहिँ छु जस्तो मलाई लाग्दैन कि, त्यस्तो किसिमको चाहिँ एउटा ऊ छ। हेर्नुहोस्, ल हेर्नुहोस् गाइज। ल देख्न सक्नुहुन्छ गाइज, यता पनि त्यस्तै छ। ल हेर्नुहोस्, यो नजर हेर्नुहोस्, यो ब्युटिफुल भ्यूज गाइज, अमेजिङ, एब्सोल्युटली गॉर्जियस। यसलाई भन्छ ब्रेस्ट टेकिङ भ्यू। यो पनि ब्रेस्ट टेकिङ भ्यू भन्दा केही कम छैन। ल हेर्नुहोस् त, यो बिल्डिङको कलर कम्बिनेसनहरू हेर्नुहोस्, यतापट्टि चाहिँ यो कुलोमा पानी हेर्नुहोस्, उतापट्टि गाडी हेर्नुहोस्। वाउ, एब्सोल्युटली अमेजिङ गाइज, अमेजिङ अमेजिङ अमेजिङ। यस्तो किसिमको चाहिँ ठाउँ तपाईँले चाहिँ कतारमा रेरै देख्नुभयो होला, यदि यहाँ आउनु भएको छैन भने तपाईँलाई देख्न गाह्रो छ है त। So guys, yes, let's go to the other side. Let's go to the other side, guys. All right, let's go. यहाँनिर यस्तो किसिमको बोटिङहरू पनि गर्न पाइन्छ गाइज, तर यो फ्रीमा हुँदैन, यसलाई चाहिँ पैसा तिर्नुपर्छ होइन। अराउन्ड 150 to 200 रियल चाहिँ लाग्छ भनेर भन्दै हुनुहुन्छ एकजना सरले, तर अब कति पर्छ ठ्याक्कै एकदम ठ्याक चाहिँ थाहा छैन। म चाहिँ थाहा पाएर अनि हजुरलाई भन्ने छु है त गाइज। अलराइट, सो इट्स अल्सो वान अफ द ग्रेटेस्ट एक्सपिरियन्स गाइज। देख्न सक्नुहुन्छ, अमेजिङ। राइट गाइज, सो विभिन्न किसिमको चाहिँ कफी सपहरू पनि छन्, एकदम बवाल लग्जरी कफी सपहरूदेखि लिएर चाहिँ रेस्टुरेन्टहरू पनि छन्, बवाल किसिमको गाइज। देख्न सक्नुहुन्छ यहाँको चाहिँ आर्किटेक्चर देखेर चाहिँ म एकदमै हैरान भइसकेको छु। ल हेर्नुहोस् त, यो चाहिँ बिल्डिङको चाहिँ नजरहरू र नेचरहरू हेर्नुहोस् त गाइज, कस्तो चाहिँ बवाल तरिकाले बनाएको छ है। ल हेर्नुहोस्, कतारमा यही एउटा ठाउँ होला यस्तो जहाँ यस्तो किसिमको चाहिँ आर्किटेक्चर भएको चाहिँ ठाउँ के। अरू ठाउँमा चाहिँ नर्मल घरहरू चाहिँ देखिन पाइन्छ, तर यहाँनिर मात्र यस्तो किसिमको घरहरू देख्न पाइन्छ है त गाइज। राइट गाइज, सो देख्न सक्नुहुन्छ यो चाहिँ हुन्छ वाटर ट्याक्सी रहेछ होइन। एक्सपिरियन्स अक्रस द पर्ल एन्ड गेवान आइल्यान्ड छ, 200 रियल गाइज। राइट, द ड्यूरेसन इज 20 मिनट। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर। हेलो जी, कैसा है जी? ठीक है, 200 रियल है ना, बाहर नहीं लेके जा सकता है, वी कैंट गो एनीवेयर, आइलैंड एंड हियर ओनली, अगेन आइलैंड एंड हियर। थैंक यू वेरी मच ब्रदर। फैमिली, एनीबडी? नो इंडिविजुअल। 200 रियल, 20 मिनट पर बोट। थ्याङ्क यू भेरी मच। अलराइट गाइज, सो देखिसक्नुभयो, इन्फर्मेसन पनि सुनिसक्नुभयो। 200 रियल चाहिँ तपाईँले चाहिँ यहाँ पे गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ पर बोटको हिसाबमा चाहिँ गर्न सक्नुहुन्छ। यो बोट त्यो बोट जुन बोट लगे पनि आनन्दसँग लगेर चाहिँ तपाईँले रमाइलोसँग घुम्न सक्नुहुन्छ। यस्तो किसिमको चाहिँ वातावरण छ, इन्भाइरोमेन्ट छ, ग्रोसरीहरू पनि छन्, रेस्टुरेन्टहरू पनि छन्। वाउ गाइज, यो एक्सपिरियन्स त एकदमै चाहिँ बवालै चाहिँ लाग्यो मलाई होइन। म आफै पनि एकदमै खुसी भएँ। ल हेर्नुहोस्, यस्तो बोट चाहिँ चलाउनु पाए अझै मजा हुन्थ्यो कि। 2 घन्टा के अरे 20 मिनटमा 200 रियल तिर्नु पर्यो, तर यस्तो किसिमको मजा लिनु पाइयो। हुन त अब पोखरामा बसेका मान्छे, अब पोखरा फेवातालमा चाहिँ धुवा यता उता चाहिँ हिँडेका मान्छे
यो त सानोतिनो यस्तो किसिमको यो यस्तो कुला जस्तो लाग्छ यो मलाई। यो कुला कानाल भन्छ, कनाल होइन, कनाल कुलै हो। यस्तोमा अलि त्यति मजा त आउँदैन, तर पनि अब नभएको ठाउँमा चाहिँ यही पनि धेरै ठुलो एउटा चाहिँ चिज बन्ने रहेछ क्या है। ल हेर्नुहोस्, अरे साथीहरू देखिसक्नुभयो, मैले धेरैभन्दा धेरै किसिमको कुराहरू तपाईँलाई देखाइसकेको चाहिँ छु। आज मैले यो बोट पनि एक्सपिरियन्स गर्न हुन्थ्यो यदि कोही साथीभाइहरू भइदिएको भए। अब एक्लै त अलिकति अब एक्लै त मजा पनि आउँदैन कि यताउति घुमघाम गर्नलाई पनि, त्यो कारणले गर्दाखेरि हो। नत्र म चाहिँ साथीहरूसँग भएको भए आज चाहिँ मैले यो पुरै बोटहरू पनि एक्सपिरियन्स तपाईँलाई देखाउने थिएँ। हुन त अब धेरै घुम्ने ठाउँ त छैन, यही कुलामा घुम्ने हो, यता उता गर्ने हो यही कनालमा होइन। बट जे भए पनि जसो भए पनि जो एक्सपिरियन्स चाहिँ बबालै हुन्थ्यो गाइज होइन। राइट, सो अब बाँकी कुरा के हुन्छ कसो हुन्छ हजुरलाई देखाउने नै छु। स्टे ट्युन गाइज, थ्याङ्क यू भेरी मच। टेस्ला गाइज, टेस्ला। यहाँ चाहिँ विभिन्न किसिमको चाहिँ एकदमै ब्रान्डेड गाडीहरू चाहिँ छन्, देख्न सक्नुहुन्छ। यो हो टेस्ला गाइज, लुक एट द्याट म्यान, द टेस्ला जेतुर दिस द्याट। यतापट्टि चाहिँ अलिकति यो घामको उसले गर्दाखेरि चाहिँ राम्रो देखिरहेको चाहिँ छैन, तर यतापट्टि चाहिँ बवाल देखिरहेको छ गाइज, हेर्नुहोस्। अलराइट गाइज, देख्न सक्नुहुन्छ यो स्टुनिङ भ्युज, लुक एट द्याट म्यान। यहाँको यो बनावट, बिल्डिङको बनावट, आर्किटेक्चरदेखि लिएर चाहिँ है यो चाहिँ पानी, दिस द्याट, एब्सोल्युटली अमेजिङ गाइज, एब्सोल्युटली अमेजिङ। एकैछिन हेरेर रमाइलो गर्नु होला तपाईँहरूले पनि भनेर मैले देखाइरहेको छु है त। राइट, अलराइट साथीहरू, सबै कुरा मैले तपाईँलाई चाहिँ छर्लङ्ग रूपमा देखाइसकेको छु, देख्न सक्नुहुन्छ। इट्स अमेजिङ गाइज, इट्स अमेजिङ। अब म जाँदैछु यो साइडतर्फ गाइज है। हरेक साइड तपाईँलाई मैले क्याप्चर गर्ने कोसिस गरिसकेको चाहिँ छु। अब यो साइड गएर हेर्छु कस्तो हुन्छ के हुन्छ गाइज। अलराइट, लेट्स गो। अलराइट गाइज, देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मिनी जू पनि रहेछ। मिनी जू भनेको त्यो अब, तर यहाँनिर चाहिँ त्यो मिनी जू भनेर त्यो हेर्न मिल्ने खालको जू चाहिँ होइन रहेछ। यो चाहिँ नि त्यो खानासाना त्यो बिरालाहरूको लागि, कुकुरहरूको लागि, पेट्सहरूको लागि खाना चाहिँ बिक्री वितरण हुने रहेछ, त्यो रहेछ है। हेर्न सक्नुहुन्छ। इट्स अमेजिङ गाइज, इट्स एब्सोल्युटली ब्युटिफुल, गॉर्जियस गाइज। ल अब म जाँदैछु यो साइडतर्फ। यहाँनिर चाहिँ एउटा कन्स्ट्रक्सन पनि हुँदै रहेछ, देख्न सक्नुहुन्छ। भविष्यमा यो पनि बबाले चाहिँ बन्छ होला केही है। सो यस गाइज, यो ठाउँ देखेर चाहिँ म यहाँबाट चाहिँ घर निस्किन मनै लागेको छैन गाइज, के गर्ने होला। कुकुरलाई देखिसकेपछि ओम काल भैरवाय नमो नमः भन्नुपर्छ है गाइज। कुकुरलाई मैले धेरै देखिसकेको छु आज, मैले उता पनि देखेँ यता पनि देखेँ।
र अब म जाँदैछु अर्को साइडतर्फ गाइज अलराइट लेट्स गो यतापट्टि एउटा बिच छ गाइज त्यो बिच चाहिँ यहाँ जति पनि साथीहरू बस्नुहुन्छ उहाँहरूलाई मात्रै अलाउड रहेछ र बाहिरको मान्छे चाहिँ जान अलाउड नरहेछ त्यहाँनिर जानको लागि चाहिँ पास चाहिने रहेछ गाइज सो यो ठाउँमा तपाईँले देखिसक्नुभयो एकदमै लग्जरी मान्छेहरू चाहिँ बस्नु हुने रहेछ किनभने यहाँ कारहरू देख्दाखेरि तपाईँको लाम्बोर्गिनीहरूदेखि लिएर तपाईँको रेन्ज रोभरहरू BMW है त्यसपछि के हो पोर्चीहरू चाहिँ है बेन्टलीहरू सबै कारहरू मैले देखेँ अब कारहरू चाहिँ अब चाहिँ ढाका खिच्न पनि अब खासै मिल्दैन होइन त्यो कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ खिचिनँ तर देख्न सक्नुहुन्छ जता हेर्नुहुन्छ त्यतै कार जता हेर्नुहुन्छ त्यतै कार पनि फेरि एकदमै बवाल कारहरू गाइज है सो म जाँदैछु अर्को साइडतर्फ अर्को साइडमा गएर तपाईँहरूलाई चाहिँ सबै कुरा देखाउने छु आज एक्सर्साइज पनि बवाल भएको छ तपाईँलाई थाहै छ फ्राइडे वी स्पेन्ड भेरी वाइजली गाइज फ्राइडे है रमाइलो भयो गाइज सो गुड ल हेर्नुहोस् यो चाहिँ प्राइभेट बिच रहेछ यो साइड त्यही भएर चाहिँ जानु नदिएको हो ल हेर्नुहोस् so good wow learners guys so amazing अलराइट गाइस यो देख्न सक्नुहुन्छ एउटा छुट्टा यो पुरै प्राइभेट अपार्टमेन्ट हो प्राइभेट एरिया हो एउटा घर जस्तै किनेर बसेको के लिजमा गाइस है भाडामा चाहिँ तपाईको चाहिँ एउटा घर हैन एउटा घर अथवा एउटा अपार्टमेन्ट एउटा फ्ल्याट कसरी हो त्यो किनेर बसेको एकदमै चाहिँ एक्सपेन्सिभ पनि हुन्छ जस्तो लाग्छ मलाई किनभने यहाँ सेवा सुविधा सम्पन्न चाहिँ ठाउँ छ देख्न सक्नुहुन्छ म यहाँ आज हिँडिराख्दाखेरि कतारमा छु जस्तो मलाई लाग्दैन गाइस किनभने कतारमा अब सिसा भएको बिल्डिङहरू देखिराखेको चाहिँ बानी हैन अनि अब बालुवाहरू यो सबै देखिराखेको बानी यहाँ आउँदाखेरि यो हावा यो हावा कस्तो चलिरहेको चाहिँ छ कति आनन्दित मौसम हो कति चाहिँ बवाल चाहिँ मौसम हो गाइस वाउ अमेजिङ म एकदमै खुसी भएँ म आफूलाई पनि एउटा रिफ्रेसमेन्ट चाहिँ मैले लिएँ आज र आशा छ हजुरहरू पनि यो भ्लग हेरेर चाहिँ इन्जोय गर्नुभयो होला है रमाइलो गर्नुभयो होला ओहो कतारमा पनि यस्तो किसिमको चाहिँ एउटा युरोपियन टाइपको एउटा चाहिँ सिटी रहेछ अथवा एउटा चाहिँ डिस्ट्रिक्ट जस्तो एउटा सिटी नै रहेछ भन्ने चाहिँ तपाईँलाई लाग्यो होला देख्न सक्नुहुन्छ भित्र जति पनि यो पुरै पर्सनल एरिया हो है यो सबै पर्सनल एरिया प्राइभेट एरिया हो यहाँनिर चाहिँ अलरेडी चाहिँ किनेर बस्नु भएको सबैजना अलराइट गाइस वाउ अब म जाँदैछु यो साइड तर्फबाट
यहाँबाट हामी यसरी जान्छौँ अनि बिस्तारै बिस्तारै चाहिँ हामी पनि घरतिर पनि जाने कोसिस गर्छौँ। यहाँबाट हेर्ने भ्यू बवाल छ। एउटा भ्यू तपाईँलाई म देखाउन चाहन्छु गाइज। यो भ्यू कहाँको होला, के होला, कसो होला नभन्नु होला। यो हो पर्ल कतारमा रहेर टच भएर बसेको चाहिँ यो क्वानात भन्छ यसलाई, क्वानात क्वार्टर भन्छ, त्यो हो। र अब यहाँबाट चाहिँ ब्रिजभन्दा माथिबाट जाँदैछु म। लेट्स गो गाइज। राइट, इट्स एब्सोल्युटली अमेजिङ है, एब्सोल्युटली फ्यान्टास्टिक ब्रेथ टेकिङ भ्यू गाइज, ब्रेथ टेकिङ भ्यू। ल हेर्नुहोस् यस्तो किसिमको छ नि, यो सबै प्राइभेट एरिया हो, यतापट्टि जान मिल्दैन है। हामी जाँदैछौँ अर्को साइडतर्फ गाइज। ल हेर्नुहोस् अब हामी जाँदैछौँ अर्को साइडतर्फ। अलराइट लेट्स गो। है बोस टुन गाइज। अब म जाँदैछु बिस्तारै बिस्तारै घरतर्फ। अब यतापट्टिबाट इभिनिङ वक पनि भयो मेरो आज है, जगिङ पनि भयो, बवालै भयो, पसिनै पसिना भइसकेको चाहिँ छु। डाङ्ग्रेहरू यता पनि आएर इन्जोय गरिरहेको चाहिँ छन्, देख्न सक्नुहुन्छ। लट्स अफ डाङ्ग्रे गाइज, लट्स अफ डाङ्ग्रे। ढुकुरहरू पनि कराए। वा ल हेर्नुहोस् कस्तो आनन्दित गाडी, द पर्ल आइल्यान्डको गाडी रहेछ, द पर्ल आइल्यान्डको गाडी। अलराइट गाइस, देख्न सक्नुहुन्छ म चाहिँ फाइनली आइपुगेको छु जहाँबाट मैले मेरो डेस्टिनेसन स्टार्ट गरेको थिएँ त्यो ठाउँमा। देख्न सक्नुहुन्छ म त्यहाँबाट चाहिँ स्टार्ट गरेको थिएँ। त्यहाँबाट म राइट साइडमा गएर यो पुरै गएर तपाईँलाई चाहिँ यो पुरै घुमेर सबै कुराहरू छर्लङ्ग देखाएर म यहाँबाट आइसकेको चाहिँ छु। गाइस देख्न सक्नुहुन्छ यो रहेछ एउटा एकदमै लग्जरी होटल है। होटलको नाम मलाई थाहा भएन, तपाईँलाई थाहा छ भने कमेन्टमा भन्नु होला। र म तपाईँलाई जुम गरेर एउटा चाहिँ देखाउँदैछु। एउटा चाहिँ त्यहाँ एकदमै ठुलो घोडाको चाहिँ एउटा स्ट्याचु रहेछ त्यहाँ, देख्न सक्नुहुन्छ है। वा भर्खरै नोटिस गरेँ मैले, त्यही भएर तपाईँलाई पनि यसो देखाउनु पऱ्यो भनेर चाहिँ लगाएको। ल हेर्नुहोस् गाइज, घोडाको चाहिँ स्ट्याचु अमेजिङ, एब्सोल्युटली अमेजिङ। यो चाहिँ एउटा एकदमै बवाल होटल हो अरे है। म चाहिँ गएको छैन गाइज। अब समय मिल्यो भने कुनै दिन म त्यहाँ बस्ने तरिकाले होइन कि अब त्यहाँ तपाईँलाई देखाउने तरिकाले चाहिँ जान सक्छु कुनै दिन समय मिल्यो भने है त गाइज। अलराइट लेट्स गो। अलराइट गाइज, सबै कुरा तपाईँलाई देखाइसकेँ। अब म जाँदैछु हाम्रो यो बस स्टेसनतर्फ। र त्यहाँबाट बस स्टेसनबाट चाहिँ अनि बिस्तारै बिस्तारै चाहिँ हामी लक्तिफिया गइन्छ। लक्तिफिया मेट्रो स्टेसनबाट चाहिँ अनि हामी चाहिँ गइन्छ अल्साद गाइज। अलराइट, लक्तिफियाबाट चाहिँ मुस्रेफबाट अल्साद गाइज। द्याट्स हाउ वी गना गो। आजको दिन कस्तो लाग्यो हजुरलाई, आजको भ्लग कस्तो लाग्यो हजुरलाई, सबै कुरा छर्लङ्ग रूपमा चाहिँ भन्नु नभुल्नु होला गाइज। मेहनत गरेको छु होइन, छुट्टीको दिनमा रेस्ट गरेर बस्नुपर्ने मान्छे कहिले कता हिँडिराखेको चाहिँ छु। हजुरलाई यदि यो कुराले चाहिँ मनपर्छ अथवा टच गर्छ अथवा तपाईँलाई लाग्छ दया माया केही लाग्छ भने प्लिज गाइज, आई वान्ट यु टु सब्सक्राइब, I want you to like, I want you to share, I want you to spread my videos wherever possible. Alright guys, that's what you can do for me. Alright, त्यही तपाईँले गर्न सक्नुहुन्छ। अरू कुरा केही मलाई गर्नु पर्दैन। मेरो भिडियो लाइक गरेर, सेयर गरेर, कमेन्ट गरेर, सब्सक्राइब गरेर, साथसाथ सपोर्ट गरेर फ्यामिलीमा जोडिनु होला भन्न चाहन्छु। डाङ्ग्रेले जिस्काइराखेको छ नि, धेरै बोलिस् भनेको छ, अब बोल्नै पर्यो। यहाँबाट चाहिँ म स्टार्ट गरेको थिएँ, तपाईँले देख्न सक्नुहुन्छ है। यहाँबाट म स्टार्ट गरेको थिएँ। ल अब जाँदैछु। वाओ गाइज, इट्स सो क्युट म्यान, इट्स सो क्युट। स्मल डग आएको छ यार, इट्स सो क्युट, देख्न सक्नुहुन्छ। सो क्युट माई गड, भेरी स्मल गाइज, भेरी स्मल एन्ड सो क्युट गाइज। अब म बस्दैछु मेट्रो स्टेसनमा। यो हो मेट्रो स्टेसन। म अघि बिहान सुरु गर्दाखेरि यहाँबाट चाहिँ गरेको थिएँ गाइज। अलराइट
गाइज देख्न सक्नुहुन्छ बस आइसकेको छ र म जाँदैछु अब यो बसमा गाइज अलराइट लेट्स गो गाइज अलराइट गाइज देख्न सक्नुहुन्छ म जाँदैछु मेट्रो बसमा फ्री मेट्रो बसमा गाइज अब मेट्रो स्टेसनमा जाने लक्टफिया मेट्रो स्टेसनबाट चाहिँ अनि बल्ल चाहिँ घरमा जाने गाइज अलराइट बवाल भयो आज पनि एक्सपिरियन्स अमेजिङ एक्सपिरियन्स म आफूलाई पनि एकदमै चाहिँ खुसी लागेको छ नि छ फ्रेस भएको छु है अमेजिङ गाइज अमेजिङ हजुरहरू पनि खुसी हुनुहुन्छ होला भन्ने चाहिँ आशा छ लेट्स गो गाइज लेट्स गो गाइस देख्न सक्नुहुन्छ म चाहिँ आइसकेको चाहिँ छु अल लक्टिफिया मेट्रो स्टेसनमा बसबाट आइसकेँ अब जहाँबाट चाहिँ म यहाँबाट चाहिँ बस पक्रेर गएको थिएँ त्यहाँ आइसकेको चाहिँ छु अब म जाँदैछु मेट्रो स्टेसनतर्फ गाइस अलराइट लेट्स गो गाइस लेट्स गो देख्न सक्नुहुन्छ म चाहिँ उज्यालो छँदा गएको थिएँ आफ्टरनुनमा गएको थिएँ अराउन्ड 3 बजेतिर गयो होला है म अहिले चाहिँ आउँदाखेरि चाहिँ लगभग 7 बजेको छ हेर्नुहोस् कति समय चाहिँ मैले बाहिर बिताएँ है सो आइसकेको छु मेट्रो स्टेसनबाट आएँ बाहिर जाँदैछु रुमतिर बाँकी कुरा के हुन्छ कसो हुन्छ हजुरलाई सबै कुरा देखाउने नै छु स्टे ट्युन गाइस लेट्स गो गाइस देख्न सक्नुहुन्छ ब्राउन ब्रेड अनि त्यसपछि चाहिँ यो चाहिँ स्क्रम्बल एग है त ल आजको डिनर मेरो यही है त गाइस विथ कफी गाइस अलराइट लेट्स गो अलराइट साथीहरू यहाँबाट सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अहिलेसम्म मेरो ब्लग हेरेर साथ सहयोग सपोर्ट गरिदिनु भएको भयो आज डे 170 अफ 365 डेज 170 दिन 365 दिनको 170 दिनमा आज हामी चाहिँ कम्प्लिट गरिसकेका जानेछौँ आज देखिसक्नु भएको छ मैले तपाईँलाई लुकेर बसेको कोनात क्वार्टर भन्ने एउटा चाहिँ जुन एउटा कतारको चाहिँ एउटा बवाल बिल्डिङ आर्किटेक्चरदेखि लिएर यो सबै कुराले भरिपूर्ण भएको चाहिँ मैले एउटा चाहिँ ठाउँ एउटा गाउँ अथवा एउटा डिस्ट्रिक्ट मैले तपाईँलाई देखाएँ इट्स अमेजिङ गाइस एकदमै बवाल फिलिङ मलाई एकदमै फ्रेस फिलिङ भएको छ यहाँ म पहिल्यैदेखि जान खोजिरहेको चाहिँ हो ठाउँ है तर अब समय कारणवश जान सकिरहेको चाहिँ थिएन यहाँ जान फ्री छ गाइस जानु होला राइड गर्नु होला त्यो बोटको लागि चाहिँ 200 चाहिन्छ 20 मिनटको लागि 200 है बोट नगर्यो भने अरू चाहिँ सबै कुरा त्यहाँको इन्भाइरोमेन्टको मजा लिन सक्नुहुन्छ एकदम पिसफुल इन्भाइरोमेन्ट छ देखिसक्नु भएको छ आशा छ हजुरले इन्जोय गर्नुभयो होला र मेरो मेहनत एफोर्ट तपाईँले चाहिँ काउन्ट गर्नुभयो होला कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिनु होला आउँदा भिडियोहरू र अब आउने भिडियोहरू र पहिलाको भिडियोहरू हेरेर सल्लाह सुझाव प्रतिक्रिया साथ सहयोग सपोर्ट दिनु होला भन्न चाहन्छु भोलि सटरडे गाइज है आज फ्राइडे वाज अमेजिङ गाइज डे 170 अफ 365 डेज आज सक्सेसफुली कम्प्लिट भइसकेको चाहिँ छ र भोलि सटरडे चाहिँ अल अबाउट क्लिनिङ एन्ड रिसेटिङ डे तपाईँलाई थाहै छ बाँकी कुरा के हुन्छ कसो हुन्छ सी यू टुमरो गाइज आजको भिडियो कस्तो लाग्यो र यो भिडियोमा कुन पार्ट र कुन ठाउँ तपाईँलाई चाहिँ एकदमै मन छोयो र कुन ठाउँले चाहिँ तपाईँलाई चाहिँ यो गरिदिएको भए हुँदो भन्ने किसिमको एउटा चाहिँ सुझाव चाहिँ तपाईँलाई दिएको छ
कमेन्टमा लेख्नु होला म त्यो हिसाबले चाहिँ मैले तपाईँलाई चाहिँ के मनपर्ने रहेछ भनेर चाहिँ सबै कुराहरू चाहिँ छर्लङ्ग रूपमा चाहिँ हेरेर चेक जाँच गरेर र आउँदा भिडियोहरू त्यही हिसाबले बनाएर हजुरलाई मनोरञ्जन दिने नै छु स्टे ट्युन गाइज थ्याङ्क यू भेरी मच सी यू टुमोरो राइट